लाई बाहिर पढ्न पठाउने काम गर्छु, नेपालबाट विदेश पढ्न पठाउने काम गर्छु। सो मेरो इन्टरेक्सन भनेको दिनमा मिनिमम पनि 20 देखि 25 जना चाहिँ युथसँग इन्टरेक्सन हुन्छ। बाहिर गएर के हुन्छ, कसो हुन्छ, हैन के हुन्छ, कसरी हुन्छ भन्ने कुरामा। र आज भर्खर +2 को रिजल्ट आयो। अब नेपालमा के ट्रेन्ड छ भने +2 सकिने बित्तिकै बाहिर जाने, कुदिहाल्ने, यो गर्नुपर्छ भन्ने छैन। +2 सकिने बित्तिकै बाहिर जानुपर्छ भन्ने छैन। सो अब के छ भने +2 को रिजल्ट आयो, अब जति सक्दो चाँडो बाहिर जाउँ, भागिहालौँ। त्यो चाहिँ किन भने मेरो साथी गयो, साथी जाने बित्तिकै आइफोन 17 प्रो म्याक्स किन्यो, बिचमा गएको छ, फोटो खिचेको छ, हालेको छ। त्यो देखेर बाहिर जाने ट्रेन्ड नेपालमा एकदम हाई छ। यो भनेको इट्स अ क्यान्सर। सिम्पल भाषामा भन्छु, यो क्यान्सर हो। साथीको भैलैमा लागेर बाहिर पढ्न जाने भनेको इट्स अ क्यान्सर। नेपालमा केही नहुने भन्ने छैन क्या, नेपालमा धेरै कुरा हुन्छ। द प्रब्लम इट्स अन माइन्डसेट। हाम्रो दिमागमा समस्या छ क्या। नेपालमा गऱ्यो भने धेरै कुरा हुन्छ, धेरै कुरा गर्ने ठाउँ छ। तर अघि नै मैले भनिहालेँ, हार्डवर्क, मेहनत, कन्सिस्टेन्सी। यहाँ कन्सिस्टेन्सी डेलिभरी नै गर्न सक्दैन क्या। काम गर्यो, काम गर्ने बित्तिकै पैसा चाहियो तुरुन्त। साथीले अस्ट्रेलिया गएर 2 लाख कमाइसक्यो, म यहाँ काम गरेको रहेछु, मेरो त पैसै छैन। साथीले अस्ट्रेलिया गएर बाबुआमालाई यहाँ सुनको सिक्री किनिदिइसक्यो, सुनको ब्रासलेट किनिदिइसक्यो, म यहाँ काम गरेको रहेछु, मेरो केही पनि छैन। तर 5 वर्षसम्म त्यो काम गर्नु हो भने साथीले 5 वर्षमा अस्ट्रेलियामा गएर यहाँ 50 लाख रुपियाँको जग्गा बेचेर गएको छ साथी। अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, होइन, त्यसपछि युके, क्यानाडा और एनी अदर कन्ट्री। साथीले विदेश जाने बेलामा 50 लाखको जग्गा बेचेर विदेश गएको छ नि, उसले 5 वर्षपछि त्यो जग्गा किन्दाखेरि 1.5 करोड रुपियाँ उसले हाल्नुपर्छ। त्यो क्यालकुलेसन छैन अहिलेको युथमा। त्यो क्यालकुलेसन मैले एकदमै कम पाएको छु। सो 5 वर्ष यहाँ गर्नुहोस्। साथीले 5 वर्षमा बुवालाई के किन्थ्यो होला, सुनको सिक्री, सुनको ब्रासलेट, बुवाआमालाई आइफोन पठाइदियो होला। त्यो टोटल सबै एसेट्स गर्दाखेरि कति 30 लाख 40 लाख। तर तपाईँको 1.5 करोड बराबरको जग्गा त सेभ भइरहेछ नि। तपाईँको 1.5 करोड बराबरको प्रपर्टी युआर सेभिङ हियर इन नेपाल। र 5 वर्ष गर्नुहोस्, बिजनेस गर्नुहोस्, बिस्तारै गर्दै जानुहोस्। 5 वर्षपछि त्यो साथीभन्दा तपाईँ धेरै माथि पुग्नुहुन्छ। त्यो कुरा चाहिँ दिमागमा तपाईँले राख्न जरुरी छ।